दे त हान्न दे कसरी हान्न रे ए हेर्नुस् गाइस यसरी हात छोडे हामीले जोइलाई ए हेर्नुस् एउटा केटीको लागि हेर्नुस् गाइस हेर्नुस् साथीहरु आफ्नो पहिला जोइलाई यसरी हाने केटीको लागि यसको लागि ए मेरो बोइला छोड्छ भने मात्रै तैले कसरी हान्न गतिस तैले कसरी गतिस किन ए हेर्नुस् गाइस जोइलाई बचाउन आएको नयाँ जोइलाई बचाउन आएको हेर्नुस् हेर्नुस् छोड ए नछोड इमानदारसँग हामीले के भन्नु तिम्रो दुईटा बिहा गर्ने गर भनेर गरौ नाटक गर दिन रात यसलाई हानेर कस्तो गर्ने छोडी दि गर्ने जे गर्ने ए हेर्नुस् गाइस बेंगलोरको नयाँ काण्ड जोइको लागि एउटा केटीको लागि यसको अनुहार देखेर आउँछ ल यसको लागि मेरो बोइलाई धोका दियो नमान्ने यसको केही गरिरहेको यो मेरो बोइलाई हानेर यसले दिन रात हो जाने गर्ने तेरो जोइलाई हेर्नुस् गाइस एउटा केटीको लागि जोइसँग झगडा गरेका हेर्नुस् बेंगलोरको नयाँ काण्ड मेरो बोइलाई छो मात्रै त्यहाँ मेरो बोइलाई छो मात्रै किन नहाल्ने सिन्दुर त्यतिले माग्छ भने सिन्दुर हाल्ने लगन जाने मलाई दिदी नमान बिल्कुल नमान दिदी यसलाई सिन्दुर हाल्ने नगर्ने तेरो रोक सिन्दुर हाल लगेर जा तेरो बचाउनु जोइलाई बचाउनु मन छ भने सिन्दुर हाल्नुस् लगेर जानु जोइलाई बचाउनु मन छ हैन यो जोइ भन्नु गरे जोइ फेरि भन्नु यो सागरको नयाँ बुढी गाइस सागरको आजबाट नयाँ बुढी मेरो बहिनीको 9 वर्षको हेर्नुस् गाइस नयाँ बुढीको लागि आफ्नो बुढीलाई कस्तो गरे हेर्नुस् गाइस नयाँ दुलाईको लागि आफ्नो बुढीलाई सिन्दुर पनि हालिसक्यो गाइस बेंगलोरको नयाँ काण्ड आफै निकाल्छ 10 वर्षकी बुढी छोडेर 2 दिनको बुढी यति प्यारो भएछ यसलाई बचाउनको लागि मेरी बोइलाई दिन रातै पिट्थ्यो यसको लागि हेर्नुस् आज प्रुफ भेट्यो हामी सबै रुममा गएको बेला यिनीहरू दुईटा यहाँ बसेको हामीले रङ्गे हात पक्रियौँ गाइस रुममा